नमस्ते। आजको यो विशेष खाना चाख्नलाई म धेरै उत्साहित छु। सुरु गरम है। अब मैले गु खान्छु भनेर फोन गर्छु। म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन। जितोस् म खाइदिन्छु त्यसै। जुडेल दाइजलाई मैले फोन गर्दैछु साथीहरु। कति मुस्किल भयो उहाँहरुसँग कन्ट्याक्ट हुनलाई। मैले फोन गर्दैछु। सुनम। हेलो हजुर दाइ नमस्ते। हेलो हेलो हजुर हजुर दाइ नमस्ते। रवि जुडेल दाइ बोल्नु भएको छ? हजुर बोल्दैछु। नमस्कार। को बोल्नुभयो? कहाँबाट बोल्नुभयो? नमस्ते। कति गाह्रो भयो तपाईसँग कन्ट्याक्ट हुनलाई है? हजुर हजुर किन फोन गर्नुभयो होला कुन्नी? ए दाइ मैले एउटा कुरा सोध्नलाई फोन गरेको के तपाईलाई। तपाईले एउटा कुन मिडियामा कि कुन उसँग युट्युबरसँग हो कि कोसँग तपाईले भन्नुभएको रहेछ बालेनले जित्यो भने बालेनको कुनै के खान्छु भनेर भन्नुभएको रहेछ। त्यो काम चाहिँ कहिलेबाट सुरु गर्नुहुन्छ त? यही भन्नेलाई फोन गरेको तपाईले? हजुर। यहाँ सबै जनता जान्न चाहेको छन् जनताले हैन, कतिजनाले सोध्नु भन्नुभएको थियो। अनि त्यही भएर तपाईलाई धेरै मुस्किलसँग कन्ट्याक्टमा ल्याएँ मैले है। अब तिमीहरुको अरु काम छैन? किन तपाईँको काम छैन? बेला न बेलामा जे मलाई त्यही प्रश्न पुरा गर्ने कि नै? तपाईले बोलेको कुरा पुरा गर्ने कि नै तपाईले? तपाईले आफैले बोले हैन बालेनले जित्यो भने बालेन खान्छु भन्नुभयो हैन? हजुर किन पर्दैन? के भने नि अब चुनावको बेलामा मैले बोलेको कुरा सबै पुरा गर्नुपर्ने छ र? त्यति मान्छेले जिस्काउन फोन गर्ने? लाज लाग्दैन तिमीलाई? के को लाज लाग्ने? जिस्काउन फोन गरे हैन। तपाईले बोलेको कुरा तपाईले पुरा गर्नुपर्छ। चुनावको बेला जे पनि बोल्नु नि। मैले सारा अहिले शराब दिम अहिले यहाँबाट तिमीलाई शराब दिम फेरि? तपाईले बोले हैन? बोलेको कुरा पुरा गर्न पर्दैन? मैले कहाँ बोले? मैले बोलेको हैन ल जा। कस्तो बोलेको हैन? यहाँ सबैले सुनिरहनु भयो। तपाईलाई मैले यहाँ रेकर्ड गरिरहेको छु मैले। हैन भन्ने बोलेको? काट्दे। बालेनले झापाबाट जित्यो भने कान काट्छु, टप पनि बालेनलाई दिन्छु भन्ने दिदीलाई फोन गर्दैछु ल हेर मैले त जिस्कामै देखे भन्नुहुन्छ। रिसाउने होला के बक्क पनि। हेलो दिदी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु नानी। अनि तपाईको झापाबाट त बालेनले जित्ने भएछ त है? बालेनले जित्छ भन्ने के थाहा? बालेनले अझ भोट बन्दैछन्। ए अझै पनि तपाईलाई एमालेले जित्छ भन्ने हो छ? तपाईको काम फाइनल त भएको छैन। कस्तो फाइनल भएपछि मात्रै हो थाहा हुने। फाइनल ए अझै पनि आशा छ तपाईलाई भनेपछि? यदि बालेनले राष्ट्रपाले झापाबाट जित्यो भने चाहिँ कान काट्छु भन्नुभएको थियो नि। अनि त्यो कानको सुन पनि बालेनलाई दिन्छु भन्नुभएको थियो। यो तपाईले साँच्चै नै बोल्नु भएको हो नि? कान काट्नुहुन्छ नि तपाईले? अझ फाइनल भएको छैन। फाइनल भयो भने अब त्यो त्यति बेलाको कुरो। अब मेरो तपाईले कान काट्ने कि नकाट्ने पहिला भन्नु। तपाईले कान त काट्नुहुन्छ नि जित्यो भने? पहिला फाइनल तपाईको मान्छे तपाईले काट्नु भएन भने अब मिडियामा आएर यसरी बोल्नु भएको छ। तपाईको भिडियो जता काट्दिनु भयो त? मलाई बोल्न मन लागेन। कस्तो बोल्नु मन लागेन हो र? तपाईले मिडियामा आएर सबै जनताको अगाडि बोलेर तपाई भाइरल भइसकेपछि कान काट्छु भन्छ कान काट्ने कि नकाट्ने? हैन भने तपाईको कान जनताले छातेर जबरजस्ती भने काट्दिन्छ। दिदी हेर्नु बोलेको कुरा गर्नु पर्दैन? बोलेको कुरा त अब हाम्रो केपी बाले सबै सामदाम तपाईको बाले त हार्ने भयो कि? हार्ने नै भयो? हार्ने पक्का पक्की भयो त तपाईको बाको त? पक्का पक्की भयो हैन। तपाईले कान काट्ने कि नकाट्ने त्यति कुरा भन्नु के? काट्ने कि नकाट्ने? तपाईको अर्को बहिनी ज्योति मगरले पनि के भन्दै छिन्। अब मैले ज्योति मगरलाई नि फोन गर्छु अब हैन। तपाईले कान काट्ने कि नकाट्ने भन्नु? जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्। यो कुरो पनि बुझ नानी। यो कुरो पनि बुझ। फाइनल भएको छैन। ए फाइनल अझै पनि तपाईलाई आशा छ भन्दिन? फाइनल भएको छैन ल। फाइनल भएपछि केपी बाले हारेपछि तपाईले कान काट्नुहुन्छ नि? केपी बाले हारेछन् भने हार्नु भयो त हाम्रो केपी बाले भनेदेखि के अरे पितलमा जलप लागेको सुन हो टपमा। अनि त्यो टप ल बालन बाबु यति यहाँ कुहिएको छ, कान पनि कुहिएको छ।
त मेरो खुसीको कुरो हो कि काट्ने र नकाट्ने खुसीको कुरा भनेर हुन्छ जनतालाई मूर्ख बनाउने पागल बनाउने तपाईँले सबैको अगाडि आएर कान काट्छु भनेपछि तपाईँको खुसी हुन्छ ल त्यसो हो भने अब मैले त्यति बेला गल्ती बोलेँ भन्नलाई त घाँटी सुक्ने गरी कराउनु भएछ तपाईँ कराउँदै हिँड्नु भएको थियो केपीको पक्षमा त घाँटी पनि बसिरहेको रहेछ होइन अब कान त काट्नु पर्यो नि होइन कान काट्न त अब मेरो खुसीको कुरो हो काटिहालेँ फेरि काट्यो फोन बालेनले हारे कान काट्छु भन्ने दिदीलाई मैले फोन गरेछु काटे हाले दिदी हेलो किन फोन काटे गर्नु भएको त घाँटी त बसेछ मैले खाना नि नखानी गरेर मैले कसले के भन्छ भनेर त्यही फोन मात्रै सुनेर बस्छु मैले अझै नि भोक लाग्दैछ तपाईँलाई कान कहिले काट्ने भनेको यहाँ सबैले यहाँ उ गरिरहेछ नि तपाईँलाई जबरजस्ती हात खुट्टा बाँधेर भने कान काट्ने भनेको नि त अनि पब्लिक आएर जे पाए के गर्नु पर्यो परीक्षा दिइसकेपछि रिजल्ट आउनुपर्छ तपाईँको रिजल्ट अझ त आइसक्यो त लगभग त आएन कस्तो आएन हो र ल रिजल्ट आएपछि ल फाइनल रिजल्ट आएपछिबाट तपाईँले कान काट्नुहुन्छ नि आफ्नो अनि त्यो कानमा लगाएको सुन पनि दिनुहुन्छ नि पागल नै रहेछ मेरो इच्छाको कुरो कान काट्छु तपाईँको इच्छाको कुरा भनेर हुन्छ तपाईँको इच्छाको कुरा भनेर एउटा हुन्छ मान्छेले भन्नु छ बालेनले जिते भने मैले चाहिँ 30,000 को खसी दिन्छु 30,000 को खसी त देला नि 30,000 को खसी त देला नि त केही उ भएन त तपाईँले चाहिँ कान काट्छु भनेर भन्नुभएको त त्यत्रो पब्लिकको अगाडि तपाईँले कान काट्नु परेन मेरो इच्छा हो तपाईँको इच्छा भनेर हुन्छ सबै मान्छेलाई बेवकुफ बनाउने पागल बनाउने तपाईँको त्यो कान काट्छु भन्ने उसले कति मान्छे डरायो होला नि कता बालेनले हार्ने हो कि भनेर जे पनि बोलिदिने तपाईँ झोले हो केपीको कि चाहिँ म झोले हो भन्नु यहाँ सबैजनाले सुन्दैछ झोले सही तपाईँ झोले हो तपाईँले तपाईँ कान काट्ने कि नकाट्ने कान त मैले काट्न इच्छा लाग्यो काट्छु काट्न इच्छा नलागे काट्दिनँ जे पनि बोलिदिने त्यसो भए कहाँबाट बोल्नु भएको तपाईँ मुखबाटै बोले आउने कान काट्ने कि नकाट्ने तपाईँ मेरो इच्छा हो तपाईँको इच्छा भनेर हुन्छ तपाईँको मान्छे हात खुट्टा बाँधेर कान काट्छन् अब तपाईँको ए मेरा त हात खुट्टा बाँधेर कान काट्ने कोही झुन्डेर मर्ने भनेकालाई गएर रसी काट्थ्यौ रसी काटिदिन्थ्यौ झुन्डेर मर्नेलाई देशै छोड्नेलाई म देश छोडिदिन्छु म झुन्डेर मर्छु भन्नेलाई गु खान्छु भन्नेलाई मैले फोन गरेर भन्छु मैले तपाईँले कान काट्नै पर्छ होइन भने तपाईँको कान जहरी पनि अरूले जनताले काटिदिन्छन् तपाईँ रेडी भएर बस्नु कुन कुनामा बस्नु भयो फोन काटेर जित्छु भन्ने तपाईँले कुन कुनामा बस्नु मर्छु भन्नेलाई पनि रसी काट्न जाऊ झुन्डेन तपाईँको प्रगति के भयो त घाँटी सुकाएर त्यस्तो बुढी मान्छेको जस्तो आवाज गराउनु भएको छ घाँटी सुकाइ तपाईँको केपीको झोले हो तपाईँ झोले आन्टी पार्टी नै छोड्छु भन्नेलाई पार्टीमा फर्काएर ल्याऊ अनि बल्ल मैले नि कान काट्न परे काटुला काट्न नपरे नकाटुला कति बोल्न सक्दो रहेछ भाइमै त काटिनमै फोन फेरि घरमै एकछिन कति बोल्न सक्दो रहेछ आइमै त रे छ हैरान पाइनु कि मैले त किन फोन काटे गरेर जित्नु भएको तपाईँको कान काट्न रेडी भएर बस्नु है दुलोभित्र नबस्नु फेरि अब रिजल्ट आउँदैछ एकछिनमा पागल हैन फेरि काट्यो बालनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा गएर टाका लाउँछु साँच्चै हो नि रियल हो नि के भन्नुहुन्छ दिदी हैन तपाईहरुले देश चलाउन हुने ल राम्रो विकास गरेर देखाउनु न तपाईहरुलाई भोलि म सपोर्ट गर्दछु 2 दिए कि सरकार आउने भयो त 2 ल्याउनुस् कि 5 ल्याउनुस् हैन तर आफ्नो पार्टीलाई माया गर्न पाइन्छ हैन काम चाहिँ के गर्ने काम त गर्न तपाईहरु देश चलाउन पाइने मान्छे मार्न पाइने राजनीति के सियादरबार चलाउन पाइने थोरै चाहिँ काट्नु ल दिदी मैले अर्को कान काट्ने त भने छैन थोरै चाहिँ काट्नु ल कान काट्ने भने छैन थोरै चाहिँ काट्नु ल फाइनली भएको छ यो सुन चाहिँ के गर्ने त सुन्ने दिने भने बालेलाई दिने हो ओ ल ताली बजाउँदै साथी कुन पार्टी म त त्यो पार्टी चिन्दिन नयाँ तपाईँले बालेन साथ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन तर त्यहाँ समीरजीको गर्दा त भन्छ पनि भन्दैन त भोलि कोही नै पनि होइन लड्दाखेरि तपाईँले पनि भन्नुपर्छ क्या सर त्यो त सबैले भन्छौँ नि तर जनताले हो नि त हामीले हराउने हो र
हाम्रो हातमा भए त म त सबैले हराइदिइहाल्थेँ नि, मैले सबै बहुमतले हाल्छु, तर मेरो हातमा छैन, जनताको हातमा छ। अब जनताको मतले उहाँलाई के गर्नुहुन्छ, अहिलेसम्म त अग्रता निकै राम्रै देख्छु, त्यहाँ केपी ओलीको भन्दा राम्रो देख्दैछु। कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, ढुक्क हुनुहोस्, ढुक्क हुनुहोस्। 3 करोड नेपाली जनतामा गएर फेरि 2 लिएर आइहाल्छु। यो जहाजमा तल धेरै भयो, एकजना तल झर्नुस्, को झर्ने चिट्टै भन्नुस्, एकजना तल झर्नुस्, को झर्ने चिट्टै भन्नुस्। रविजी हजुर बलियो हुनुहुन्छ, लडे पनि उठ्न सक्ने, तपाईँ झर्नुस्। हुन्छ, तर तपाईँहरू मेरो लागि ताली बजाउनुहोस्। म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँडिदिन्छु। ल बालेनले जित्यो भने झापामा कान काटेर म टिकिङ हस्पिटल लगेर टाका लाउँछु। यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु, यतै जानुस्। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर म पानी पनि खान्न। प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बालेन शाह। त्यस्ता मलाई कुरा छोडिदिनु। बालेनको सरकार बनो, रविको सपनामा बनो। जय एमाले, एमाले जय अहिले त भन्दैनौँ हामी। अनि मलाई तिमीले खड्कामा कहाँ लाने अरे? तपाईँलाई 3टा गाडीले स्कटिङ गरेर लान्छौँ हामी। सुरक्षाको तपाईँले हाम्रो पुलिस सहित ल्याऊ, आर्मी सहित ल्याऊ। हामी छौँ त, तपाईँको भाइ होइन हामी? भाइ हो ल। भाइले सुरक्षा को चाहियो? हामी कहाँ जय घन्टी भन्नु पहिला तपाईँ। जय घन्टी त राम्रो काम गर्नु। जय एमाले, जय केपी बा। सुन्नु, घन्टी हेर्ने पनि अब हाम्रो भाइरल दिदी होइन होइन कमेन्ट गरेछ त भाइरल हो नि त तपाईँ होइन र? एक रातमै त मिडियाले सबैले भाइरल बनाइदिए त। अनि के अरे बालेनले जित्यो भने कान काट्छु भन्नुभयो, कान त जताततै रहेछ दिदीको है। पार्टीको लागि मेरो ज्यानै चाहिँ केही हुँदैन हो। हजुरले हजुरको पार्टी ल्याइदिनुहोस्, मैले मेरो पार्टी ल्याइदिन्छु। आफ्नो आस्था हुन्छ एउटा होइन। ल ल ल ठिक छ ल। जय एमाले। केपी ओली यदि हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। झुटा कुरा होइन। बालेन शाहले झापा 5बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ नाम छ। फागुन 21मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। निर्वाचन भयो भने म घाँटी गाडिन्छु, घाँटी। बालेनले जित्यो भने झापामा कान काटेर म टिकिङ हस्पिटल लगेर टाका लाउँछु। 20,000 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ? 20,000 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आएका दिन म झुन्निन तयार छु। फागुन 21 मा तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ, म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर। ल गराएर हेर्नुस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न, दिस इज नेक्स्ट टु इम्पोसिबल। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन।